बालनलाई जेल हाल्नै पर्छ देहदुरही मुद्दा लगाउनै पर्छ बालनलाई सुँगुरको थुथ्नु पाएको यी के अरे राजु पाण्डे सुँगुरको थुथै परेको सुँगुरको थुथ्नु पाएको राजु पाण्डे त्यसले अब गृहमन्त्री बनाउनु भन्दैछ त्यसलाई कदापि गृहमन्त्री बनाउनु हुँदैन म भन्छु सुशीला कार्कीज्यूलाई र ओम प्रकाश अर्यालज्यूलाई उहाँलाई म नमस्कार गर्छु उहाँहरूले हाम्रो माग सम्बोधन गरिदेऊ कबारको त्यति म भन्न चाहन्छु र अपराधीहरूले जेल हालोस् जसले देश जलाएको छ त एउटै छोड्नु हुँदैन सबले जेल हाल्नुपर्छ देशद्रोहीको मुद्दामा यो बालन देशद्रोहीको मुद्दामा यसलाई जेल हाल्नै पर्छ यसले जति गरे हो सबै बालनले गरेको म यही दुई शब्द टुङ्ग्याएर म बिदा दिन चाहन्छु हस् धन्यवाद विरोधीजीले एकदमै विरोधी टाइपको चाहिँ सशक्त रूपमा चाहिँ आफ्नो आवाज उठाएर जानुभयो र वास्तवमा हाम्रो देश जल्यो नि त्यो देश जलाउनुमा कसको हात छ है त्यसको चाहिँ छानबिन गरेर दोषीलाई चाहिँ कारबाही चाहिँ माग चाहिँ हामी सञ्चारकर्मीले पनि पहिलेदेखि नै गर्दै आइरहेको हो है अब हाम्रो माग पुरा हुन्छ कि हुँदैन उहाँहरूलाई कारबाही हुन्छ कि हुँदैन भन्ने कुरा त बालनज्यूले जुन गरे आज जे गरेछ त्यो सबै गरेर राखेकै हो गरेको पनि हो देश जलाउँछु भने देश जलाएकै हो पानी बाटेको बहानामा 23 र 24 को जुन घटना भएको छ त्यो सब उल्टो प्रचारित भएको हो कि देश रहला कि रहँदैन भनेर डर हो यहाँ देश हामीले कुनै हालतमा बचाउनु छ कबार त एउटा सानो माध्यम छ त्यसको लागि हामीले चिन्ता छैन व्यापार चेन्ज गरिदेऊला तर हामीलाई चिन्ता देशको छ जुन कि यी देशद्रोहीहरूले देश जलाइदिए जुन कि आज पनि यसको बियर मासु र रेस्टुरेन्टमा खानेले राम्रै भनिराखेको छ तर हामी राम्रो भने हैन मासु र बियर खाएर देश चल्ने वाला छैन यो अपराधी यो देशद्रोहीहरूलाई देश जलायो त्यो सबै बालनले जलाएको र प्रचण्डज्यूकै हात हो यसमा दुईमा कुनै कहीँबाट छैन ठिक्क राख्नु मलाई के डर छ भने हाम्रो कबार रहला नगरला त्यसको चिन्ता छैन मलाई चिन्ता अब देशको हिसाबले जेनजीसँग उहाँहरूले एउटा वार्ता किसिमको एउटा सम्झौता गर्नुभयो त्यसमा नि समातेकालाई नि छाड्दिने भनिसक्यो भनेपछि त अब फेरि उहाँहरूलाई कारबाही हुन्छ भनेर चाहिँ हामीले फेरि कल्पना पनि नगरौँ अब नेक्स्ट कुनै सरकार आयो भने फेरि यसरी आन्दोलनमा गयो भने चाहिँ देश जलाउनेहरूलाई चाहिँ सायद कारबाही हुन्छ कि भन्ने हामीले आशा राखौँ अब भने म अर्को वक्तालाई बोलाउन गइरहेको छु उहाँ चाहिँ कृष्ण यादवजी हुनुहुन्छ एकदमै सटीक रूपमा आफ्ना भनाइहरू आज कार्यक्रमको र पत्रकारको सम्मेलन बारेमा चाहिँ यहाँले भनिदिनु होला हस् थ्याङ्क यू सञ्चालकज्यू जय नेपाल यहाँ उपस्थित हुनुभएको हाम्रो कबार व्यवसायीको अध्यक्ष रामकेवल गुप्ताज्यू हाम्रो मिडियाकर्मी साथीज्यू तथा हाम्रो सम्पूर्ण कबार व्यवसायी साथीहरूमा मेरो हार्दिक अभिनन्दन स्वीकार गर्नुहोला म एउटै प्रश्न रूपमा के भन्न चाहन्छु मेयर बालेन शाह र राजु पाण्डेलाई के तपाईँ लुकाछुपी कहिलेसम्म गर्नु हो यदि तपाईँले साँच्चै कानुन सम्मत हुनुहुन्छ भने तपाईँ यो मिडियाबाट म भन्न चाहन्छु तपाईँ एउटा डेट तोक्नु र एउटा टाइम तोक्नु कि हामी तपाईँको कबार व्यवसायीको सम्पूर्ण संरक्षण भत्काइदिन्छु अनि यहाँ भत्काएर हेर आउनु हामी स्वयं काठमाडौँबाट भाग्न तयार छौँ यदि तपाईँ गर्न सक्नु हुँदैन भने यो चोरी र लुकाछुपीको कार्य बन्द गर्नुहोला म यही यो मञ्चबाट भन्न चाहन्छु हाम्रो देशमा धेरै परिवर्तन ल्याएको हाम्रो जेन्जी साथीहरूलाई भन्न चाहन्छु कि हामी गरिब वर्गहरूलाई गरी खान पाउन नपाउने हो र के तपाईँहरू हामीलाई सहयोग नदिने हो र कि यदि तपाईँहरूले साँच्चै सुशासनको सरकार चाहनुहुन्छ भने हामी गरिब पीडित वर्गहरूलाई पनि न्याय दिलाउनु पर्छ र हाम्रो सहयोगमा आउनुपर्छ यसरी त सबैभन्दा धेरै म राजु पाण्डेलाई भन्न चाहन्छु राजु पाण्डेजी एउटा रुममा बसेर आफ्नो यो पुलिसको भेष लगाएर यो जुन नगर प्रहरी गुण्डाहरू पठाउनुहुन्छ नि त्यो हामीलाई कतै स्वीकार छैन तपाईँले हेरिराख्नु भयो होला हामी 2 वर्षदेखि तपाईँले बहिष्कार गर्दैछु र तपाईँले पछाडि पार्दैछु यदि तपाईँ साँच्चै कानुन सम्मत हुनु भने हामीलाई डेट टाइम भनेर आउनु के लुकाछुपी बसेर आउनुहुन्छ यदि तपाईँ डेट टाइम भनेर हाम्रो एउटा कबारलाई भट्याइदिनु भने हामी त्यही दिन आफ्नो हार मान्छु र तपाईँको गुलाम बन्छु यदि गर्न सक्नु हुँदैन भने तपाईँ एउटा कोठामा यो पद त्यागेर छाड्नु यो गुण्डागर्दी भन्न सक्दैन र सबैभन्दा धेरै म इम्पोर्टेन्ट टपिक के भन्न चाहन्छु अहिले जुन हाम्रो सरकार बनेको जेन्जी युवा साथीहरूले बनाएको त्यही जेन्जी युवा साथीहरूलाई भन्न चाहन्छु तपाईँले सुशासन र कानुन र भ्रष्टाचार विरुद्ध यो परिवर्तन ल्याउनु भएको छ कि हामी कबार व्यवसायमाथि यो अहिलेको मेयर र राजु पाण्डेले हामीलाई दण्डित गरिरहेको छैन हामीलाई पीडित गरेका छैन जेन्जी साथीहरू यदि साथी हामीलाई तपाईँहरूले सुशासन र भ्रष्टाचार विरुद्ध सरकार ल्याउनु
गर्नु छ भने हामी माथि भएको दमनलाई पनि यो तपाईँ रोक्नुपर्छ र हामीलाई न्याय दिलाउनुपर्छ। यदि तपाईँहरूले हामीलाई सहयोग दिनु भएन भने, हामीलाई न्याय दिलाउन सकेन भने हामी मान्दैन कि यो जेएनजीको सरकार हो, यो युवाको सरकार हो। हस्, हाम्रो दुई शब्द यहीँ टुङ्गाएर जान्छु। हस्, धन्यवाद। हस्, धन्यवाद कृष्ण यादवजीलाई। यो नेपाल चाहिँ काठमाडौँ मात्रै होइन, मधेसमा पनि छ होइन। मधेसको पनि तागत कस्तो हुन्छ भनेर उहाँ टाइपले चाहिँ सिङ्गल रूपमा चाहिँ उहाँले चेतावनी दिएर गइसक्नु भएको छ। अब भने म अर्को वक्ता सरोज श्रेष्ठजीलाई बोलाउन चाहेँ। आफ्नो भनाइहरू राखिदिनु होला। धन्यवाद उद्घोषिका मित्र। आजको यस कवाडी व्यवसाय सङ्घर्ष समितिको